सुदन बस्नेत भइदिएको भए मेरो नागरिकतामाथि प्रश्न उठ्दैन थियो जस्तो लाग्यो मलाई आज आएर। सुदन ओली भइदिएको भए तपाईँको प्रश्न मेरो नागरिकतामाथि उठ्दैन थियो होला। तर राष्ट्रको हितको लागि आफ्नो देशमा के राम्रो होस् न, एउटा परिवर्तन होस् न भनेर एउटा लड्दै गर्दाखेरि एउटा राष्ट्रवादी भएको कारणले मात्र मेरो नागरिकतामा मेरो प्रश्न उठाइयो। आफ्नो देशलाई माया गरेको हिसाबले मात्र आज मेरो नागरिकतामाथि प्रश्न उठाइयो। आज मेरो राष्ट्रियताप्रति मेरो प्रश्न उठाइयो। आज हामी सम्पूर्ण नेपालीको परिवर्तनका आशामाथि प्रश्न उठाइयो। हामीले यो आन्दोलन यतिकै गरेको होइन, एउटा आशाले एउटा सपनाले गरेको थियौँ र यसमा जे मात्र थिएन, आमा हुनुहुन्थ्यो, बुवा हुनुहुन्थ्यो, दाजु हुनुहुन्थ्यो, काका हुनुहुन्थ्यो, सम्पूर्ण नेपाली हुनुहुन्थ्यो। यो सबै हामी नेपालीमाथि एउटा धावा हो, परिवर्तनमाथि एउटा धावा हो। इट्स एन अट्याक, इट्स एन अट्याक, यो एउटा अट्याक, हाम्रो आशामाथि अट्याक, यो परिवर्तनमाथि अट्याक। र नयाँ नेपाल देख्नु चाहन्छु भनेर भन्दाखेरि त्यसमा